पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै नै भाइरल रहेको मेरो एक भाइलाई फेरि लिएर आइसकेको छु, जसमध्ये मेरा फेसबुकमा 7,000 मान्छेले चाहिँ उहाँलाई मन पराउनु भएको थियो, सबैले कमेन्ट गर्नुभएको थियो, लाइक गर्नुभएको थियो र फेरि त्यही अनुहार लिएर आइसकेको छु। आज ईदको दिन पनि छ। सम्पूर्ण मुस्लिम दाजुभाइहरूलाई चाहिँ ईद मुबारक भन्न चाहन्छु। आज ईदको दिन पनि रहेको छ र साथै ईद मुबारक। ईद मुबारक दाई। के छ खबर? ठिक छ दाई, तपाईको के छ हालखबर? मेरो पनि एकदमै राम्रै रहेको छ। कुवेतको ईद कसरी मनाइदैछौ त? कुवेतको ईद अब एकदम नर्मल लागिरहेको छ। आफ्नो फ्यामिलीसँग बसेर मनाएको ईद जस्तो भएको छैन हैन। अब नेपालमा भोलि ईद छ, अब यहाँ त आदि सकिसक्यो, त्यही भएर नर्मल लागिरहेको छ। पछिल्लो समयमा 7,000 जनताले तिम्रो भिडियो हेरेको छन् त के भन्न चाहन्छौ? मेरो अडियन्सले तिमीलाई खोजिरहेको छन् त अहिले। थ्याङ्क यू सो मच भन्न चाहन्छु हैन, तपाईको मायाको लागि। त्यही अनि एउटा प्रश्न तिमीलाई राख्न गए मैले, प्राय जस्तो हाम्रो हिन्दू कल्चरमा चाहिँ के छ भने ईद र बकरिद भनेको चाहिँ के हो? यो दसैँ तिहार जस्तो हो कि के हो हैन? खास मान्छेहरू हामी हिन्दूहरू चाहिँ कन्फ्युज हुने गर्दछौँ। त्यसैले जानकारीको लागि धेरैले कमेन्ट गर्ने गरेका छन्। ईद र बकरिदमा चाहिँ के फरक छ त्यो मात्र छोटो जानकारी देऊ न हाम्रो अडियन्सलाई। हुन त दुईटै ईद हो हैन, तर एउटा ईद उल फित्र हो, एउटा ईद उल अजहा। ईद उल फित्र भनेको चाहिँ हामीले जुन रमजानमा 30 दिन रोजा राखेर हैन, भोलिपल्ट हामीले बिहानै मस्जिदमा गएर नमाज पढेर अदा गर्नेछौँ, त्यसलाई चाहिँ ईद उल फित्र भनिन्छ। ओके। र अर्को आउँछ ईद उल अजहा। ईद उल अजहा भनेको चाहिँ हामीले प्रोफेट हजरत इब्राहिम अलैहिस्सलाम उहाँको आस्था अटुट र एउटा त्यागको लागि हामीले कुर्बानी गर्नेछौँ, जसमा चाहिँ हामीले जनावर हैन, जस्तै कि बाख्रा भयो हैन, भैँसी भयो, खसी भयो, त्यसलाई चाहिँ हामीले कुर्बानी दिनेछौँ। त्यसलाई चाहिँ ईद उल अजहा भनिन्छ। थ्याङ्क यू फर इन्फर्मेसन भाइ।